Hello guys, welcome back to my channel again. This is me Dipsana. Thank you so much for tuning in. Raju chai we are going to Barse with my cousin. So हामी चाहिँ अहिले चाहिँ भर्खरै सोरिङ आइपुगेको छौं हैन अन्त हामी जाँदै छौं सोरिङबाट चाहिँ I was supposed to show you the way सोरिङबाट कहाँ जानु पर्छ भनेर but I forgot that है म अलिकति आएर मात्रै स्टार्ट गर्दै छु त्यसले गर्दा चाहिँ सोरिङबाट चाहिँ यता सोमबारे जाने रोड जानुपर्छ 19 किलोमिटर हो यहाँबाट सोमबारे त्यहाँबाट चाहिँ उकालो जानुपर्छ अब यहाँदेखि उताको चाहिँ म अपडेट दिँदै गर्छु स्टे ट्युन विथ मी गाइज अहिले चाहिँ भने ट्युन यहाँ चाहिँ मेरो दादा हुनुहुन्छ जो चाहिँ इस्ट सिक्किमबाट आउनु भएको थियो स्पेसल्ली वर्षे जानु लागि है दादा र बहिनीहरू आउनु भएको थियो नि त अन्त हामी चाहिँ उहाँहरूसँगै गएको यहाँ चाहिँ दादाले मलाई जिस्काउनु हुँदै थियो के भन्दै अन्त पछाडि चाहिँ मेरो आमा बसिरहनु भएको थियो विन्डो सिलमा चाहिँ ठुलो ढेडु छ म ढेडु हैन अन्त एकछिन न हेलो अब दुर्गेश दाईको गीत बजाउने हो सन्दनबाट जाने केटो हेरेको हेरे केटो हेरेको हैन मुभिङ फरवर्ड र यहाँ चाहिँ हामी जाँदै थियौँ यहाँ चाहिँ निकै तल रोदी बजारबाट तलै पुगिसकेको थियौँ यहाँ आइपुगेको थियौँ हामी चाहिँ बट पास बनाउनु पर्ने रहेछ त्यही भएर चाहिँ वी आर गोइङ दादा र म चाहिँ फाइन वी हेभ टु मेक पास रहेछ यहाँनिर चाहिँ होइन अनि पास चाहिँ कस्तो रहेछ पास सिस्टम चाहिँ एकजनाको 100 रुपिस लाग्दो रहेछ नानीहरूको लाग्दैन रहेछ अन्त ड्राइभरको पनि लाग्दैन रहेछ हामी 9 जना थियौँ होइन अन्त नानी र ड्राइभर काटेर वी गट द पास अफ 700 रुपिस सो अब यहाँबाट चाहिँ अलिक माथि हो गाइज यता हेर्नु न लु अलिक गाइज माथि जानुपर्छ र यो पास चाहिँ हामीले तल ओख्रेमै काटेको हो होइन तपाईँले कन्फ्युज हुनुहुन्छ भने चाहिँ र ओख्रेमै पास काट्नु पर्दो रहेछ माथि चाहिँ के पर्दैन यहाँ चाहिँ हामी माथि पुगिसकेको थियौँ र यो चाहिँ माथि वर्षेदेखि उकालो जानेको बाटोमा हो यहाँ चाहिँ केही पास काट्नु पर्दैन तलै काटेर आएको छ वेलकम टु बर्से रोडोरानम सेन्चुरी लेखेको छ र यहाँबाट चाहिँ अब 5 किलोमिटर जानुपर्ने रहेछ सबैजना अगाडि गइसक्नुभयो बट आई वान्टेड टु सो यु गाइज फुल चाहिँ यहाँ पनि फुलेको छ यहाँबाट चाहिँ स्टार्ट भयो हाम्रो वर्षेको जर्नी यहाँबाट चाहिँ 5 किलोमिटर रहेछ तर 1 किलोमिटर चाहिँ ढाँटेको जस्तै हुँदो रहेछ हिँड्दा चाहिँ 5-6-7 किलोमिटर जस्तो फिल हुँदो रहेछ होइन 5 किलोमिटर चाहिँ होइन जस्तो अनि यहाँ चाहिँ हामी हिँड्दै थियौँ अन्त पछाडि घरिघरि दादाले मेरो भिडियो बनाइदिनु हुँदै थियो होइन अन्त बोकेर मेरो ब्याग चाहिँ गरौँ छ भने दादाले चाहिँ खालि चक्लेट छ यसको ब्यागमा अरू केही छैन भन्नुहुँदै थियो नि त अन्त बोकेर हाम्रो ग्रुपहरू चाहिँ अगाडि जाँदै थियो सबैजना अन्त म पनि कुद्दै आमा बाकोमा पुग्दै पर्खिनु भन्दै होइन जाँदै थिएँ यहाँबाट चाहिँ हाम्रो वर्षेको जर्नी स्टार्ट भयो जाँदा चाहिँ दिन चाहिँ राम्रै नै थियो पानीहरू परेको थिएन हल्का फगी थियो तर त्यस्तो पानीहरू चाहिँ केही परेको थिएन यहाँ चाहिँ मैले भिडियो बनाउनु फोन राखेको थिएँ बट दादाको छोराले चाहिँ फोनै बोकेर कुद्दियो होइन मलाई फोन बोकेर अगाडि भाग्दै भिडियो बनाउनु पाइनँ मैले अन्त फेरि हाँस्दै कुद्दै थियो चाहिँ फेरि फोन राखेर यहाँ चाहिँ म भिडियो बनाउँदै थिएँ सबैजनाको यहाँबाट चाहिँ अब 3 किलोमिटर छ वर्षे पुग्नु भन्दै थियो अन्त यहाँ चाहिँ दादाले चाहिँ मेरो ब्याग बोकिदिनु भएको थियो हामी चाहिँ निकै हिँडिसकेको थियौँ है यहाँबाट चाहिँ 1 किलोमिटर मात्रै थियो अन्त यहाँ चाहिँ दाजु बहिनी गफ गर्दै जाँदै थियौँ दादालाई ब्याग बोकाएर चाहिँ म चाहिँ लट्ठी टेक्दै होइन गफ दिँदै जाँदै थिएँ ब्याग चाहिँ गरौँ थियो नि त अन्त दादालाई बोकिदिनु भनेको थिएँ दादाले चाहिँ ब्याग बोकिरहनु भएको थियो अन्त यहाँ चाहिँ हामी पुगेको थियौँ होइन यो चाहिँ माथिनिर चाहिँ फर्स्टमा चाहिँ एउटा यो पोखरीको छेउछाउ चाहिँ सेतो गुराँसहरू फुलेको रहेछ होइन फुल चाहिँ मजाले नै फुलेको थियो सानो बोटहरूमा चाहिँ तर यो चाहिँ मेन पोइन्ट होइन रहेछ यहाँबाट चाहिँ हामी अलिक निकै तल जानुपर्ने रहेछ र बाटोको यो फुलहरूको भ्यू लिँदै हामी चाहिँ जाँदै थियौँ मेन पोइन्टमा जहाँ चाहिँ ट्रेकिङ गर्ने जग्गाहरू थियो होइन यहाँ फोटोहरू खिच्दै हल्का होइन र
यता त्यता गर्दै भाइसँग जिस्किँदै बिसाउँदै हामी चाहिँ पुगिसकेका थियौँ तल जहाँ मेन पोइन्ट थियो। एज यु क्यान सी यहाँ चाहिँ ट्रेकिङहरू गर्ने जग्गा ठुलो जग्गा रहेछ होइन, बस्ने जग्गा फोटो खिच्ने। र यहाँ चाहिँ फुल एकदमै दामी फुलेको थियो होइन, वरिपरि फुलहरू फुलेको थियो परसम्म। र यहाँ चाहिँ हामी घुम्यौँ, फोटोसोटो खिच्यौँ। यहाँ चाहिँ बहिनीहरूले फोटोहरू पनि खिच्दै थियो होइन, हाम्रो ग्रुपमा गएको बहिनीहरू सबैजनाले फोटोहरू खिच्दैछ, आफ्नो ग्रुप एक एकवटा जग्गा पक्रेर फोटो खिच्दै थियो। अनि यहाँ चाहिँ हाम्रो खानेकुराहरू घरबाट लिएर गएको थियौँ, आलुदम होइन, झालमुरी बनाएर चाहिँ हामी सबैजना चाहिँ खाना इन्जोय गर्दै थियौँ। र वेदर चाहिँ एकदमै ड्रास्टिक चेन्ज भयो होइन, पुरा फगी लागेको थियो। र यहाँ चाहिँ म पनि आफ्नो खाना इन्जोय गर्दै थिएँ है। पेला चाहिँ सानो सानो कम्ती भएकोले म चाहिँ प्लास्टिकमै आलुदम हालेर ती भुजाहरू हालेर खाँदै थिएँ। अन्त चाहिँ वेदर पनि पुरा फगी भयो होइन, अन्त हाम्रोमा चाहिँ ग्लास पनि थिएन रहेछ चिया पिउने होइन। अन्त म चाहिँ यहाँ पेला लिन गएको थिएँ र पछाडिको चाहिँ दाजुमाई बहिनी होइन, पछाडि पोज दिँदै थियो, तर मैले चाहिँ बहिनीलाई देखिनँ होइन। त्यहाँबाट चाहिँ म चाहिँ पेला लिएर आएर चाहिँ यहाँनिर चिया चाहिँ फ्लास्कमा लगेको थियौँ। चियाको कलर चाहिँ एकदमै कालो भएको थियो, अब यहाँबाट बोकेर गएको घरबाट होइन, त्यो भएर। तर इट वाज टेस्टी दो होइन। म चाहिँ चियाहरूसँग इन्जोय गर्दै थिएँ र त्यो भाइ पनि आएर चिया खान्छु भन्दै सादै थियो होइन। अन्त चाहिँ हामी खाइसक्यौँ अब चाहिँ, तर वेदर चाहिँ वेदरमा चेन्जेस आएर असिना परेको कारण चाहिँ हामी यहाँ सबैजना फर्किँदै थियौँ होइन। असिना परेर चाहिँ हामी चाहिँ नानीहरूलाई छाता दियौँ, एक दुईवटा छाता थियो। अन्त हामी चाहिँ स्पिड कुद्दै थियौँ होइन, गाडी भएकोसम्म आउनु लागि। फोटोसोटो खिच्यौँ, अलिअलि भ्यू हेऱ्यौँ। त्यहाँदेखि उता चाहिँ वेदर एकदमै बिग्रियो नि त, त्यसले गर्दा चाहिँ हामी चाहिँ सबैजना स्पिड आउँदै थियौँ। यो चाहिँ हो हामी फर्किँदै गरेको नजारा। गाडीमा आइपुग्दा चाहिँ अगाडिको चाहिँ सानो चाहिँ तपाईँले वाइट देखेको चाहिँ असिना हो होइन, पुरा असिना पर्दै थियो तल्ल बाटोसम्म। अगाडि आएर चाहिँ त्यो ड्रप भएर चाहिँ फुटेर त्यस्तो वाइट हिउँ जस्तै हुँदै थियो। र हामीलाई चाहिँ आधी बाटोसम्म नै, हामी गाडीमा आउँदा पनि आधी बाटो उक्रे तल सोमबारे आइपुग्यौँ जसम्म नै झन्डै असिना पऱ्यो होइन। अन्त हामी चाहिँ तर भए पनि गाडीमा गीतहरू बजाउँदै होइन इन्जोय गर्दै आउँदै थियौँ। माथिबाट फर्केर ल्याएको मकै खाँदै थियौँ। म चाहिँ पुरा चिसो भएको थियो नि त, पानी परेको कारणले, असिना परेको कारणले। तर हामी तल सोमबारेको माथिबाट आइपुग्दा चाहिँ दिन राम्रो भइसकेको थियो र हाम्रो चाहिँ वर्षेको छुट चाहिँ यसरी नै बित्यो। हामी चाहिँ त्यहाँबाट चाहिँ घर फर्क्यौँ। थ्याङ्क यू सो मच एभ्रिबडी फर वाचिङ माई भ्लग है। स्टे ट्युन, स्टे कनेक्टेड। म फेरि अरू भ्लगहरू पनि लिएर आउनेछु। र दिज आर सम पिक्चर्स हामीले त्यहाँ खिचेको दादासँग, आमा दिदीसँग होइन। यो चाहिँ फ्यु पिक्चर्स छ। र तपाईँहरू इफ मेरो च्यानलमा नयाँ हुनुहुन्छ अनि सब्सक्राइब गर्नुभएको छैन मलाई भने चाहिँ प्लिज सब्सक्राइब टु माई च्यानल बिलो गाइज। म अरू पनि भ्लग लिएर आउनेछु। बाई बाई, टेक केयर, सी यू।